साथीहरु नमस्ते सबैजनालाई। आज चाहिँ हामी लन्च दिनुभएको नानीलाई स्कुलमा है। अब आमाहरूले यस्तो यस्तो दुःख गर्नुपर्छ है। अब गरि नै रहेको छ, अब यो चलि नै रहेको छ। हामीलाई पनि हाम्रो आमाले यस्तो दुःख गरेर लानुभएको थियो होला है, खानाहरू अब खाजाहरू। त्यसरी नै अब हामीले पनि हाम्रो पालो यसरी लाने, नानीहरूलाई खानेहरू। अब जसरी हाम्रो आमाहरूले हामीलाई हुर्काउनु भयो है, त्यसरी नै हामीले पनि आफ्नो नानीहरूलाई हुर्काउनु पर्यो है। त्यसरी संस्कार दिनु पर्यो। अब भन्छ नि पृथ्वी गोलो छ भनेको कारण चाहिँ यही रहेछ नि साथीहरू। साँच्ची नै गोलो नै रहेछ नि हो। पहिला हाम्रो आमाले हाम्रो लागि गर्नुभयो, अब हामी चाहिँ हाम्रो नानीहरूको लागि गर्नु पर्दैछ नि त। यस्तो दुःख है। अब मुख चलाउँदा पनि रिस उठ्छ नि, तर यसो सम्झिन्छु कि हामीले पनि त्यसरी नै गर्थ्यो होला भन्ने जस्तो लाग्छ नि त साथीहरू। अन्त हामी चाहिँ टिफिन दिनु गएको नानीलाई। लन्च 12 बजी हुन्छ। उकालो चढ्नुपर्छ। हाम्रो चाहिँ गाडी चाहिँ अलिक पाउनु साह्रो छ। बिहान बिहान चाहिँ पाउँछ, स्कुल ड्युटी हुँदा चाहिँ अहिले चाहिँ पाउँदैन। सानोलाई चाहिँ छोडेर गएको नि त साथी हो। त्यसो नानीलाई म र भाउजू चाहिँ सँगै गएको नि त लन्च दिनु। रिल्स बनाउँदै हेर्दैछ, देख्न यो यस्तो उकालो चाहिँ चढ्नुपर्छ। हामी चाहिँ हो बिहान चाहिँ निकै गाडीहरू पाउँछ, अहिले चाहिँ त्यति पाउँदैन नि त। नानीको टिफिन यो चाहिँ बाटो हो, जाँदैछु। स्कुलको बाटो छैन। अब यहाँ गाडीमा चढेर गाडीबाट बजार आएर बजार चाहिँ डल्लै घुम्नुपर्छ नि त। घुमेर चाहिँ अब स्कुलको बाटो चढ्दैछु। यहाँबाट चाहिँ जानुपर्छ हामीले। यहाँबाट चाहिँ हेर्दै उकालो छ स्कुल। यहाँबाट पनि अझै उकालो हिँड्नुपर्छ हामीले। उताबाट पनि उकालो कि सिँढीबाट चाहिँ उकालो हिँड्नुपर्छ। अब अघि आउँदा पनि उकालै थियो, अब नानीको स्कुल जाँदा पनि उकालै जानुपर्छ है साथी हो। स्याहार भइसक्यो हिँड्दा अब ल नानीको स्कुल पुगेर देखाउँछु तपाईँलाई। स्कुल नानीहरू टिफिन खान सुरु गर्यो। देखो सब जग्गा यहाँ टिफिन बसेर खान्छ। मलाई फिल्टर लगाइदिनु, मलाई फिल्टर लाउनु पर्दैन, यस्तो गरी छ। मेरो छोरी चाहिँ भुँडी दुखेर कि मैले घर जान्छु भन्दैछ हो। तर यहाँ अब चाहिँ म डक्टर देखाउनु आएँ। साह्रै दुख्यो भुँडी, साह्रै भुँडी दुखेछ। अन्त म यहाँ डक्टर देखाउनु आइरहेको छु। अब डक्टर देखाएर चाहिँ घर जान्छु है। बाई गर्दै